सुनेको अनुसार होइन यता टोखाको यता कहाँ माथिनिर हो यो पुलिसले मान्छे इन्काउन्टर गरेर मारिदिएको छ अरे भन्ने सुने तर त्यो पनि मलाई एक्ज्याक्टली कन्फर्म त भएन अब त्यो एक्चुअली त्यहाँ गएपछि त थाहा हुनेछ गाइज एनिवे गाइज अब जे जस्तो छ खबरहरू त्यहाँ पुगेपछि त थाहा छ अहिले हामी त्यहाँ जाँदैछौँ र गाइज अहिले हामी चाहिँ यहाँ टोखाको यो टोखा केभ स्विमिङ पुल नजिकै आइपुग्यो होइन हामीलाई त अघि त कस्तो कन्फ्युज बनाइदियो है यता एक ठाउँमा मान्छे मारेको रहेछ अर्को ठाउँमा चाहिँ मान्छे मरेको रहेछ हामीलाई त खबर चाहिँ मरेको ठाउँतिरको लोकेसन दियो हामी चाहिँ अर्को ठाउँतिर पुगेछौँ सायद हामी अब मान्छे मारेको ठाउँमा आइपुगे जस्तो लाग्यौँ मान्छेहरूको भिडभाड छ यहाँ देखिरहेछ के यही टोखा उयो हो उयो ग्रान्डी हस्पिटलको पछाडि यहाँ छेउमै यहाँ पुलनिर चाहिँ इन्काउन्टर गरेको रहेछ यहाँबाट उता जान पनि दिइरहेको छैन उताबाट नि यता आउन दिइरहेछन् मरेको मान्छे भनेछ अर्को चाहिँ एकजना क्लास देखाएको छ अर्को मान्छे अर्को क्लास देखाएको होइन यो पोस्टमार्टमहरू यस्तो केसहरू सबै टिचिङै लान्छ पसलमा हामीलाई कहाँ भन्छ हौ नि हामीलाई जानै दिँदैन उता ठिक छ हामी समझदारी सिभिल ड्रेसमा त चिन्न नजाने त्यही भएर त बनाएको होला उयो त्यस्तो त्यस्तै हो हेरेपछि त मात्रै ब्लड हेरेपछि मात्रै थाहा पायो कि साँच्चै नै यस्तो हो पुलिसबाट हामीले चाहिँ जानकारी लिए अनुसार पुलिसले चाहिँ के भन्नु भने हामी सादामा थियौँ त्यो जुन चाहिँ खरिद गर्ने हुन्छ नि खरिद गर्ने समय हामी पनि त्यही टिममा मिसिएर आएको छौँ भनेको खरिद गर्ने जस्तै भनेर त्यही भएर झुक्काउँदै आएको अरे उनीहरूले चिनेछन् अनि पहिला समातेको रहेछ क्या पहिला यिनै पुलिसले समातेको रहेछ कि तिनीहरूलाई कारोबारीलाई म त यहीँ थिएँ तपाईँ त यहीँ हुनुहुन्थ्यो न मैले तपाईँलाई जानकारी दिएँ प्राक्सन मारेपछि म मात्रै आवाज सुनेपछि एउटा गोली हानेपछि मात्र अगाडिमा गएँ अगाडिमा हेर्न बित्तिकै उ आयो ब्लड हेरेर बित्तिकै म डराएँ क्या उताबाट भाग्यो जोडले डराएर त्यति मात्रै हो अहिले चाहिँ डर लागेको छ होइन अहिले त एकदमै डर लागिरहेको थियो अहिले ठिक छ सुन्नु तपाईले गोली चलेको थाहा पाएपछि सुनेपछि बाहिर निस्केर हेर्नुभयो पहिला नै हल्ला भयो थियो यता नवीगरमा जानु गाडीहरूलाई भनिरहेको थियो पुलिस गोली चलेको त प्रत्यक्ष देख्नुभयो नि तपाईँ गोली चलेको हेरेको अगाडिमा के अरे गाडी थियो तपाईँकै आँखा अगाडि हो तपाईँलाई उता जानुहोस् भनौँ तपाईँ साइड लाग्नुभयो साइडबाट हेर्नुभयो गोली चलेको मलाई सुटिङ भएर एक्लै थियो उताको दिदी पनि थियो एक्लै थियो हस् धन्यवाद
कति बजीतिरको घटना रहेछ यो खासै मैले पनि हल्ला चाहिँ सुनेर उता माथिबाट आइरहेको थिएँ जाल्पा चोकबाट यता आइरहेको थिएँ एउटा नानीलाई भेटेँ कि उयो बाटोमा ग्रान्डी त्यो भिल्लाको गेटतिर नानी यता कहाँनिर मान्छे मारेको छ अरे भनेर तिमीले देख्यौ कता भिडभाड भनेको त उयो मेरो स्कुल छेउमा भन्यो कि अनि कहाँनिर हो तिम्रो स्कुल भनेर चण्डेश्वरी स्कुल रे के अनि म त्यहाँ पुगेँ होइन नभन्दा चण्डेश्वरी स्कुल छेउमा एकजना मान्छे मरेको रहेछ उसले चाहिँ त्यो पो भनिरहेको रहेछ म त त्यहाँ पुगिरहेको रहेछु त्यहाँ पनि मरेको रहेछ त्यहाँ चाहिँ अब बिरामी भएर या के भएर ग्रान्डी हस्पिटलको त्यो छेउमा मारेको भन्ने कुरा आयो क्या हजुर जानै दिइरहेछ नि उताबाट नै बन्द गरेर छ नि प्रत्यक्षदर्शी चाहिँ एकजना हुँदो रहेछ प्रत्यक्षदर्शी क्या उयो के अरे हाम्रो यो टेलरको हाम्रो ऊ चाहिँ प्रत्यक्षदर्शी रहेछ उसले भन्यो सबै कुराहरू प्रत्यक्षदर्शी रहेछ रेकर्ड गरेर गइसक्यो निस्किसक्यो चाहिँ अब खुट्टामा लागेछ अरे भन्छ होइन अब कहाँ ग्रान्डीमा लान्छ उता टिचिङ लान्छ नि अब मरेकोहरू त घाइतेलाई त अब कता लाग्यो थाहा होइन यस्तो यो केसहरूको चाहिँ जस्तो सुकै होस् मान्छे नमरेको भए पनि टिचिङै लान्छ क्या बाटो पुरै बन्द गरेछ त्यहाँबाट यता आउनु दिएको छैन यताबाट उता जान दिएको छैन मान्छे चाहिँ मरे रे भन्ने सुन्यो होइन प्रहरी नै रहेछ प्रहरीले अपराधीलाई नै समातेर छ भन्ने कुरा चाहिँ कतिखेर भुल्नमा जिल्लाको कति मिनट परियो होला पर्यो है प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन गोली चलाएको हो कि अपराधीको झडप हो भन्ने कुरा लाइभ देखेको अनि के अरे सुटिङ भन् ठानेर उसले चाहिँ एकछिन हेरेर बसिरहेको सबै कुरा विस्तृत रूपमा हेर्न भए पो है अब उताबाट यता आउन दिएको छैन यताबाट उता जान दिएको छैन अब सबै यहाँ सुरक्षा घेरामा राखेर होइन सबै यहाँ बाटोहरू क्लोज गरेको छ अब यहाँ कसरी के गरेछ कुन्ने सबै पत्रकार साथीहरू नि यहीँ आउनु भएको छ होइन सबैले भिडियोहरू खिचिरहनु भएको छ फोटोहरू खिचिरहनु भएको छ भनेपछि चाहिँ मलाई चाहिँ यो घरमा बसेको रहेछ उयो अगाडि देखिरहेको सेतो घर यो सानो बनाउँदै गरेको घरमा बसेको रहेछ उनीहरू चाहिँ अपराधीहरू चाहिँ अनि ठ्याक्कै यो पुलिसको गाडी रोकेको ठाउँमै गोली फायरिङ भएको रहेछ सुनेको अनुसार फायरिङ चाहिँ 6 राउन्ड भएको छ अरे भन्ने सुनेको छु भएर मरेको हुनाले लगिसकेको छ अरे अनि एउटा चाहिँ घाइते छ अरे उपचारको लागि लगेछ अरे अब बाँकीहरू चाहिँ यही घरभित्र छ अरे भन्ने अहिलेसम्म त्यही हल्ला छ अब बाबुले देखेको तिमीले देखे हो अनि तिमीलाई डर लागेन पुलिसले दुईटालाई मार्यो छातीमा हानेर अनि एउटाको त पुग्छ हाम्रो साउनी अलिकति डरमा बस्नु हाँस्दो भइरहेछ त्यही त नि त्यही त नि
उतै एउटा बाबुले चाहिँ लाइभै देखा भन्छ म एउटा सानो एउटा खुसी थिएँ नि भर्खर बोल्दै स्कुलबाट आइरहेको ठ्याक्कै देखाएर क्या उसले चाहिँ खै अब यसो